दाउदको ढलेको वास्तन बनाउने तयारी गर्दैछौँ। जीवन जय मसीह। म एलिया श्रेष्ठ काठमाडौँबाट। सदाझै वचनको पर्खाइमा रहनुभएका परमेश्वरका प्रिय जनहरूलाई परमेश्वरले सहायता आशिष गर्नुभएको यो सुन्दर समयमा आजकल मानिसहरूले क्रुस लगाएर हिँड्छन्। कानमा लगाउँछन्, हातमा लगाउँछन्, घाँटीमा लाउँछन्, घर घरमा राख्छन्। यहाँसम्म कि येशूका फोटोहरू भनेर त्यो पोस्टरहरू लगेर आफ्नो घरमा, ढोकामा र जहीँ तहीँ लगाएको पाइन्छ। क्रुस लगाउनेहरूको म विरोधी होइन, तर महत्त्वपूर्ण कुरा चाहिँ ख्रीष्ट येशू तपाईँको हातमा, गलामा भन्दा पनि तपाईँ मेरो हृदयमा हुनुपर्दछ। कतिपटक येशूको क्रुस लगाएर हिँड्दैमा बाँचिन्छ, येशूको क्रुस लगाएर हिँड्दैमा चाहिँ हामी चाहिँ बाँच्छौँ, हामीले अनन्त जीवन प्राप्त गर्छौँ, त्यो होइन। येशूलाई आफ्नो हृदयमा हामीले स्वीकार गरेको र त्यही अनुसारले जेको हुनु पर्यो। अझै भन्नुपर्दा आज त फेसन भएको छ, सङ्गति जाने, चर्चमा जाने, अनि फेसबुकमा हाल्ने, इन्स्टाग्राममा हाल्ने र अरू विभिन्न सामाजिक सञ्जालहरूमा हालेर अलि आत्मिकता देखाउने एउटा बहाना भइदिएको छ। तर वास्तविकता चाहिँ फरक हुन सक्छ। के उनको हृदय जसले देखाउँदै हुनुहुन्छ, जसले राख्दै हुनुहुन्छ, के उनको हृदय प्रभुसँग छ त? महत्त्वपूर्ण कुरा थियो। आज प्रभु येशूले आफ्नो वचनमा यसो भन्नुहुन्छ। मत्तीको पुस्तक 7 अध्यायमा जब हामीले हेर्दछौँ, त्यहाँनिर एउटा घटना हामीले पाउँदछौँ। मत्ती 7को 21 पदमा प्रभुको वचनले के भन्दछ हामी हेरौँ। त्यहाँ मलाई प्रभु प्रभु भन्ने सबै परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन भनेर लेखिएको छ है। म तपाईँहरूको निम्ति पढिदिनेछु। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन, स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। अब यो भन्नु खोजेको कुरा के हो भन्दाखेरि, योभन्दा माथि जब तपाईँले हेर्नुहुन्छ, रुख र त्यसको फलको विषयमा बातचित गरिएको छ। असल फल फलाउने रुख चाहिँ राखिन्छ र असल फल नफलाउने रुख चाहिँ काटी ढालिन्छ भनेर लेखिएको छ। यस कारणले गर्दाखेरि आज हामी चाहिँ हाम्रो फलबाट, तपाईँहरूले सामाजिक सञ्जालमा राख्नु नराम्रो भन्दिनँ, क्रुस लगाएर हिँड्नु पनि नराम्रो होइन, म त्यसको विरोधी होइन। तर येशूको फोटोहरू भनेर चाहिँ यो विभिन्न अरू माध्यमबाट बनाएका फोटोहरू लगाउनु चाहिँ म गलत भन्छु। तर यो लकेटहरूदेखि लिएर होइन, कानमा पनि अहिले त सुनकै लकेट बनाएर, सुनकै क्रुसको सिक्री बनाएर लगाएर हिँडेको देखिन्छ। ठिक छ, त्यो फेसनमा, त्यसमा हामीलाई भन्नु केही पनि छैन। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ पिताको इच्छा पुरा गर्नु हो। पिताको इच्छा पुरा गर्नु हो। लकेट लगाएर हिँडेर पिताको इच्छा पुरा भएन भने यसको कुनै मतलब भएन। त्यसकारण पिताको इच्छा के हो त भन्दाखेरि चाहिँ, पिताको इच्छा चाहिँ सुसमाचार सुनाएर अरूलाई प्रभुमा जित्नु हो। सुसमाचार सुनाएर येशूमा मानिसहरूलाई जित्नु हो। दोस्रो भनेको चाहिँ हाम्रो विश्वासको चाहिँ सुरु र अन्त्य चाहिँ येशू हुनुहुन्छ भनेर जान्नु। जब यूहन्नाको पुस्तकलाई हामी पल्टाउँछौँ, यूहन्ना 6:35 देखि हामीले हेरौँ। यूहन्ना 6 अध्यायको 35 देखि 40 पदसम्म हामीले जब हेर्छौँ, त्यहाँ यसरी लेखिएको छ। तपाईँहरूको निम्ति म पढिदिनेछु। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ। म कहाँ आउने भोकाउने छैन र म माथि विश्वास गर्ने तिर्खाउने छैन।
तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै मौका आउनेछ पिताले मलाई दिनुहुने सबै मौका आउनेछ र मौका आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्ली आएको होइन, तर मलाई पठाउने हुनेको इच्छा पूरा गर्नलाई म आएको हुँ। र मलाई पठाउनु हुनेको इच्छा यही हो कि उहाँले मलाई दिनुभएकोहरूमध्ये कसैलाई पनि म नगुमाऊ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारौँ। किनभने मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्ने छु भनेर प्रभु येशूले स्वयंले भन्नुहुन्छ। पिताको इच्छा चाहिँ यो हो कि हामी चाहिँ येशू ख्रीष्टमा विश्वास गर्नु, येशू ख्रीष्टमा जिउनु। हाम्रो विश्वासको सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ। यसकारण येशू ख्रीष्टमा विश्वास गर्नु। येशू ख्रीष्टले हामीलाई मुक्ति दिनुभयो, उद्धार दिनुभयो, पाप क्षमा दिनुभयो, यी सबै कुराहरूको लागि। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामी पश्चाताप गर्नुपर्छ। तेस्रो कुरा भनेको चाहिँ हामी पश्चातापी हुनुपर्छ, पश्चातापी जीवन जिउनु। येशूलाई विश्वास गरेर पश्चातापी र आज्ञाकारिताको जीवन जिउनुपर्छ। किन भन्दाखेरि चाहिँ येशूलाई विश्वास गर्ने, लकेट मात्र लगाएर हिँड्ने, तर मन लागि आफूलाई जे मन लाग्यो त्यही गर्ने, पाप अधर्म होइन, नराम्रो बोली, नराम्रो जीवनशैली, यस्ता कामहरू गरेर चाहिँ प्रभुलाई खुसी पार्न सकिन्न। यसकारण हामी चाहिँ आज्ञा पालन गर्नु पर्यो, पश्चाताप गर्नु। पश्चाताप गर्नु भनेको चाहिँ पापबाट फर्किन, अबदेखि म त्यो पाप गर्दिनँ भन्नु। अनि यो सँगसँगै हामीले चाहिँ अब धर्मशास्त्रको अध्ययन पनि गर्नु पर्यो, बुझ्नु पर्यो नि त धर्मशास्त्रमा के भनेको छ, वचनमा के भनेको छ। अनि वचनमा चाहिँ ध्यान नै छैन, अनि आज्ञा पालन कसरी हुन्छ? वचन थाहा हुनु पर्यो नि। आज्ञा पालन गर्नको लागि त वचनले के भन्छ भन्ने कुरालाई थाहा हुनु पर्यो। अनि म अर्को पनि भन्छु, आफैले आफूलाई, यो चाहिँ पाँचौँ हो, आफूले आफूलाई चाहिँ अनुशासनमा राख्ने, कहाँ जाने, कहाँ खाने, कोसँग बोल्ने, कस्तो सङ्गत गर्ने है। हामी विश्वासी भएपछि कस्तो खाना खानुपर्छ, कहाँ जानुपर्छ होइन, प्रभुसँगको सम्बन्ध कस्तो हुनुपर्छ, व्यक्तिगत प्रार्थना छ कि छैन, प्रभुसँगको समर्पणता छ कि छैन, यी सबै कुराहरू प्रभुको इच्छा भित्र पर्दछन्। अन्तिम उहाँको इच्छा भनेको चाहिँ यो हो कि उहाँको इच्छा पुरा गर्न सजिलो छैन है। उहाँको इच्छा पुरा गर्न सजिलो छैन, यो चाहिँ गाह्रो कुरा हो। उहाँको इच्छा सजिलो तपाईँहरूले पुरा गर्न सकिँदैन। उहाँको इच्छा पुरा गर्नलाई सङ्घर्ष गर्नुपर्छ, त्याग गर्नुपर्छ। उहाँको इच्छा पुरा गर्नको लागि संसार छोड्नु सक्नुपर्छ। उहाँको इच्छा पुरा गर्नको लागि उहाँको वचनअनुसार हिँड्न सक्नुपर्छ। उहाँको इच्छा पुरा गर्नको लागि अरू धेरै कुराहरू हामीले गर्नुपर्ने हुन्छ। तसर्थ आज परमेश्वरको वचन हाम्रो बिचमा आएको छ। आज के हामीले परमेश्वरको इच्छा पुरा गरेका छौँ, या देखावटी मात्र भएर म विश्वासी हुँ नि, म प्रभुलाई विश्वास गर्छु नि। मैले यस्ता धेरै व्यक्ति देखेँ जसले मैले प्रभुलाई विश्वास गर्छु भनेर सुरुवातमा भन्दै गर्दाखेरि पछि गएर चाहिँ ढुङ्गेनी जमिनमा परेको बिउ जस्तै, बाटोमा परेको बिउ जस्तै र काँडाको झाङमा परेको बिउ जस्तै भएर निसासिएर, या चराचुरुङ्गीहरूले खाएर, या उम्रियो तर जरा नभएको कारणले आफै मरेर गएको देखेको छु। यसकारण तपाईँ र मेरो विश्वास असल जमिनमा भएको विश्वास। तपाईँ र मेरो घर चट्टानमाथि बनाएको घर, त्यो चट्टान येशू ख्रीष्ट हुनुहुन्छ। तपाईँ र मेरो विश्वास येशू ख्रीष्टमाथि हुनुपर्दछ। तपाईँ र मेरो विश्वासको सुरुवात र अन्त्य गर्नुहुने येशू हुनुहुन्छ। उहाँसँगै जिउने, उहाँको वचनअनुसार हिँड्ने र उहाँको इच्छा र उहाँको आज्ञा पालन गर्ने हुनुपर्दछ। अनि यसै कारण त हाम्रो परमेश्वरको वचन यहाँनिर पुरा हुँदछ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्य प्रवेश गर्दैन, तर मेरो पिताको इच्छा पुरा गर्ने चाहिँ मौका आउनेछ भनेर प्रभु येशूले भन्नुभयो। जस्तै साँच्चै नै हामी प्रभु प्रभु भन्ने नामधारी मात्र नबनौँ, आज कामधारी बनी प्रभुको सेवकाई गरौँ, प्रभुको राज्य विस्तार गरौँ, प्रभुको इच्छा पुरा गरौँ।
र प्रभुको सुसमाचार फैलाउने काम गरौँ। परमेश्वरले हामीलाई आशिष दिनुभएको छ। यो छोटो कुराकानीबाट प्रभुले सबैलाई सहायता गरून्। जय मसीह, गॉड ब्लेस यू। प्रभुको महिमा होस्।